है त साथीहरु, यो चाहिँ कमल जोशीको मन्दिर भयो है। हामी चाहिँ कमल जोशीको मन्दिर आज घुमघाम गर्न आएको। यो यहाँ मन्दिर भयो अनि अहिले चाहिँ यहाँ बन्द रहेछ मन्दिर। पुजारीको नम्बर आवश्यक पर्यो भने चाहिँ यहाँ फोन नम्बर छ यहाँ, टक्क पुजारीलाई फोन गर्नु होला। यता चाहिँ चरण ठाउँ पूजा गर्ने, धुपसुप बाल्ने यहाँ भयो, मन्दिर यहाँ भयो। खाजा खान पर्यो भने उता अनि यहाँको एकदम भ्यू हेर्नु होला, एकदम राम्रो सफा सुन्दर छ। अनि यहाँको एकदम वातावरण एकदम सफा फ्रेस, एकदम सफा छ के, हावा मस्त चल्छ। हजुरहरू आउन चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ भने अनि यता कतै बस्न चाहनुहुन्छ भने यतातिर चौर छ, यतातिर बस्न सक्नुहुन्छ। एकदम दामी छ है। यही हो कमल जोशीको मन्दिर चाहिँ।